नमस्कार। आज मलाई अलिकता यो हाउसमा भइरहेको जुन एउटा कोकोहलो मचिरहेको छ नि, 83 साल जेठ 17 गते आइतबारको दिन प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा चाहिँ नेपालले पनि भारतको जग्गा जमिन धेरै ठाउँमा मिचेको छ, त्यो म भएपछि मलाई बल्ल थाहा भयो भनेर भन्नुभयो। र त्यसपछि उहाँले सँगसँगै के भन्नुभयो भने इतिहासविद, सीमाविदहरू सबैलाई राखेर अध्ययन गरेर अनुसन्धान गरेर बसेर साथीको रूपमा यी समस्याहरू छिटै समाधान गरिनुपर्छ भनेर पनि भन्नुभएको छ। समाधान गरिनुपर्छ, यसलाई दीर्घकालसम्म यसलाई यत्तिकै राखिराख्नु हुँदैन भन्नुभएको छ है। त्यति गर्दा बित्तिकै प्रतिपक्षी दलका 5वटा दलका सांसदहरूले संसदमा एउटा ताण्डव नृत्य देखाउनु भयो, जुन चाहिँ संसदीय मर्यादाभित्र छैन। हुँदा सभामुखलाई कुर्सीले हान्न पनि पुग्नुभयो। त्यो अत्यन्त निन्दनीय, अत्यन्त घोर भर्त्सनाको विषय छ। उहाँहरूले के पनि भन्नुभयो भने अब ल यो बालेन्द्रले राष्ट्रिय अखण्डता, स्वाधीनता, सार्वभौमिकता सबै सिद्ध्याउने भयो अनि चाहिँ यो देशै इन्डियामा गाभ्ने भयो भनेर यस्ता अत्यन्त तल्लो दर्जाका शब्दहरू पनि प्रयोग गर्नुभयो। वास्तवमा त्यसो होइन। नेपालको सीमा विवाद लामो समयदेखि छ है, लामो समयदेखि छ, जुन चाहिँ के छ भन्दाखेरि 1816देखि जहाँ सुगौली सन्धि भएको थियो त्यसदेखि गणना गर्दा पनि झन्डै 210 वर्षदेखिको समस्या छ। यसलाई सुल्झाउनु पर्छ भनेको हो है। र त्यसो सुल्झाइयो भनेदेखि हाम्रो राष्ट्रियता, अखण्डता, त्यसपछि स्वाधीनता गुम्ने होइन, झन् थप मजबुत हुन्छ, त्यो बनाउनु पर्छ भन्ने हो। अहिलेका यी पुराना शासकहरू जसले 37 वर्षसम्म सिन्डिकेटको राज्य सत्ता चलाए, उहाँहरूले 37 वर्षसम्म केही गर्नुभयो त? गर्नु भएन नि। 1 इन्च जमिन फिर्ता गर्नुभयो, चुच्चे नक्सा निकाल्नुभयो, त्यो पनि अत्यन्त के भने भ्रम छर्ने किसिमको नक्कली काम गर्नुभएको थियो। चुच्चे नक्सा निकालिसकेपछि त्यो भूमि के नेपालमा 1 इन्च भूमि नेपालमा फिर्ता ल्याउनु भयो त? ल्याउनु भएन नि। त्यहाँ के अहिले पनि आजसम्म पनि नेपाल सरकारको कुनै उपस्थिति छ? त्यहाँ पुलिस, सेना, स्वास्थ्य चौकी, स्कुल केही छैन नि। त्यहाँ त के भने इन्डियाले त के गरेको छ भन्दाखेरि त्यहाँ सैनिक क्याम्प राखेको छ, बाटो बनाएका छ, उसको व्यापारिक र तीर्थाटनको लागि त्यो प्रयोग गरेको छ। यही क्रममा 6-7-8 वर्ष पहिला चाइना र इन्डियाले पनि एउटा नेपाललाई नसोधिकन एउटा समझदारी गरेर दुवैले प्रयोग गरे। अहिले पनि 5-7 महिना अगाडि पनि फेरि प्रयोग गरेका छन्। र अहिले केही चाइना अलिकति ब्याक भएको जस्तो देखिन्छ। त्यसले गर्दाखेरि यो के हो भन्दाखेरि यो लिम्पियाधुरा कालापानी लिपुलेकमा मात्रै 372 स्क्वायर किलोमिटर अथवा 37,200 हेक्टर जमिन इन्डियाले मिचेको छ। र यो करिब 254 वर्षदेखि, मतलब त्यो ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग जुन सम्झौता भयो त्यहाँदेखिको गणना गर्दा पनि मिचिरहेको छ। र सुस्तामा पनि कति छ भने 145 स्क्वायर किलोमिटर अथवा 14,500 हेक्टर जमिन मिचेको छ। यो र अरू सानोतिनो ठाउँमा जोड्दाखेरि झन्डै 6,662 हेक्टर जमिन इन्डियाले मिचेको छ होइन। र त्यसपछि हाम्रो सीमा 1880 किलोमिटर चान्चुन लम्बाइ छ। त्यसमा इन्टायर लेन्थमा के छ भने सबै ठाउँमा हाम्रो बस्ती छैन, इन्डियाको पनि छैन, नेपालको पनि छैन। जहाँ त्यो बस्ती छैन, इन्डियाको बस्ती नबाट नेपालीहरूले उनीहरूको छाप्रो बनाउने जग्गाहरू कमाउने गरेका छन्। इन्डियाले पनि त्यस्तो गरेको छ। त्यसलाई क्रस बोर्डर होल्डिङ अकुपेसन भन्दो रहेछ होइन। त्यो भएको छ। त्यो चिजले गर्दाखेरि अब बालेन्द्र शाहले फेरि के भन्नुभएको छ भने जग्गा जमिन भन्नुभएको छ, सीमा मिचियो भन्नुभएको छैन। नेपालले इन्डियाको सीमा मिचेर ठुलो मात्रामा लाखौँ हेक्टर जमिन कब्जा गर्यो भन्नुभएको छैन कि। त्यो क्रस बोर्डर अकुपेन्सी को कुरा सङ्केत गर्नुभएको छ। 2-4 हेक्टर चाहिँ यताउता भएको छ, त्यो पनि सुल्झाउनु पर्छ। इन्डियाले मात्रै मिचेको छैन, त्यो पनि छ है भने हो। जस्तो सिर्सिया नदी हिँड्दै जाँदा त्यसले आफ्नो चाहिँ बहावको धार बदलेपछि के हुन्छ, बदल्यो। मानौँ त्यो सिमानामा बगिरहेको थियो, सिमानाबाट के अरे अरू थप इन्डियातिर सर्यो होइन, 1-8 किलोमिटर उता सर्यो।
भने त्यो खोलादेखि यतापट्टिको जमिनमा त नेपालले कमाएको छ भनेपछि त्यो जग्गा कहाँ थियो पहिला इन्डियाको थियो खोला उता सरेपछि नेपालले कमायो कोही ठाउँमा के अरे नेपालको जमिन खोला सर्दाखेरि इन्डियाले कमायो होला त्यसलाई इन्डिकेट गर्न खोजे हो उहाँले वास्तवमा एउटा असल नियतले यो सीमा विवाद सल्टाउनु पर्छ भनेर हो र इन्डियन पक्षले त के पनि भनेको छ भन्दाखेरि करिब 98% हाम्रो सीमा विवाद सकाइसकियो अब 2% बाँकी छ भन्दै आएको हो र त्यसैमा हाम्रा पुराना शासकहरू 37 वर्ष यो के भन्छ सिन्डिकेट सत्ता चलाउनेहरू होमा हो मिलाएर चुप बसेका हुन् एक इन्च जमिन ल्याएका थिएनन् हैन मैले अघि नै भने कालापानी लिपुलेक लिम्पियाधुरामा हाम्रो सरकारको उपस्थिति पनि छैन यिनीहरू के हेरेर बसे त काङ्ग्रेस एमाले माओवादी वरिष्ठवादी पञ्च कमल थापा टाइपका यो लिङ्गदेन टाइपका पञ्चहरूले के गरे त हैन अब 10 वर्ष भइसकेको रहेछ सुगौली सन्धि हुँदाखेरि त राणाले सुल्झाएन यो समस्या पञ्चहरूले सुल्झाएनन् काङ्ग्रेसले सुल्झाएन एमाले सुल्झाएन माओवादीले सुल्झाएन देशलाई दुहेर खाने देशलाई हरिकङ्गाल बनाउने 30 खर्ब ऋणमा डुबाउने काम मात्रै गरे अरू तिनीहरूले के पनि गरेनन् त्यसले गर्दाखेरि अब ती सानातिना ठाउँका के छ इन्डियाले एउटा कमिटी बनाएर अध्ययन गरेर एउटा रिपोर्ट बनायो होला त्यसैलाई 98% सकियो भनेको छ नि त होइन त्यस्तो होइन सानातिर कुरा गर्ने हो नि त इन्डियाले 8000 ठाउँमा त्यो क्रस बोर्डर होल्डिङ अकुपेसन भएको छ होइन त्यसो हुँदाखेरि कुराहरू यस्तो हुन् त्यसैले अब लिम्पियाधुरामा पनि भन्नुहुन्छ भन्दाखेरि त्यो महाकाली सन्धि गर्दाखेरि खासमा महाकाली नदीको खास मुहान कहाँ हो त स्रोत कहाँ हो त भन्ने किटानै नगरिकन हचुवाको भरमा इन्डियाले एउटा नक्कली सानो कुलो बनायो त्यसैलाई महाकालीको स्रोत भनिदियो हाम्रा शासकहरूले हो भने गरे त्यहाँ त के छ नाभी गुन्जी होइन भन्ने नाभी गुन्जी भन्ने 3-4 गाउँहरू छन् त्यहाँ है त्यो गाउँहरू छन् अब त्यहाँ चाहिँ कुनै नगरिकन यिनीहरूले यस्तो गरे नाभी गुन्जी कुटी भन्नेहरू छन् त्यसरी एउटा सानो खोलो बनाएर त्यसलाई हो भन्दै शासकले मन्जुर गरे र तत्कालीन हाम्रा शासकहरूले यहाँ अब अघि मैले भने यो सबै जोड्दाखेरि 6662 हेक्टर जमिन मिचिएको छ अब त्यो यो लामो समयसम्म यो राख्नु हुँदैन भनेर भने हो हैन भने हो त्यसो हुँदाखेरि अब हैन अब सुस्ता र लिपुले कालापानीको मात्रै जोड्दा त्यति हुन्छ अरू सानातिना गर्दाखेरि 2-4 हजार हेक्टर जमिन इन्डियाले मिचेको होला त्यसमा समाधानको एउटा हामीले रिपोर्ट बनाएका छौँ भन्दैमा त्यो हुँदैन हैन त्यसले गर्दाखेरि हाम्रो शासकहरू वास्तवमा यिनीहरू राष्ट्रिय आत्मसमर्पणवादी नै भएका हुन् सबै यो 46 सालदेखि सत्तामा बस्नेहरू यो राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हो यिनीहरूको है त्योभन्दा अरू केही पनि होइन त्यसैले चुच्चे नक्सा बनाए त्यहाँको जमिन यिनीहरूले फिर्ता गरेनन् त्यहाँ सरकारको उपस्थिति पनि भएन है केही पनि भएन अघि नै मैले भनिसकेँ त्यसले गर्दाखेरि अब यो यसरी हेर्दाखेरि यो समस्याहरू समाधान गर्दाखेरि बाइल्याटरल टक्स डिप्लोमेटिक टक्स होला अथवा मल्टिल्याटरल डिप्लोमेटिक टक्स होला जस्तो हुनु चाइना छ इन्डिया छ के अरे हाम्रो लिपु लेकमा त चाइनाले पनि व्यापारिक प्रयोजनको लागि त्यो बाटो प्रयोग गरेको छ सीमा पनि जोडिएला त्यहाँनिर त्यसो हुँदाखेरि चीनलाई राख्नु पर्यो भारतलाई राख्नु पर्यो त्यसपछि नेपाल भइहाल्ने हाल्यो र हाम्रो त्यति बेला इस्ट इन्डिया कम्पनीसँग जुन सम्झौता भयो ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग जुन सम्झौता भयो त्यति बेलाको नक्सा अहिले हाम्रो नेपालमा छैन यो डिस्ट्रोय गरे यिनीहरूले हैन इन्डियाले त्यसलाई सो गर्दैन देखाउँदैन त्यो बेलायतमा छ होला भनेर अनि प्रधानमन्त्रीले इङ्ल्यान्डलाई पनि समावेश गराउनुपर्छ यसमा हैन कुनै न कुनै रूपमा त्यो ऊ पनि एउटा स्टेक होल्डर हुनसक्छ किन हाम्रो रेकर्ड चाहिँ लन्डन लाइब्रेरीमा छ भनेको छ त्यो नक्सा किनभने त्यति बेला ब्रिटिस इस्ट इन्डिया कम्पनीसँगै सम्झौता भएको हुनाले त्यो हुनुपर्छ त्योभन्दा पहिला त के थियो हाम्रो जमिन हाम्रो नेपाल त जसलाई ग्रेटर नेपाल पनि भन्छन् त्यो हुँदाखेरि त टिस्टा काँगडासम्म थियो हैन कुमाउ गढवालसम्म थियो त्यो सन्धि पछि नै सुगौली सन्धि पछि नै मेची र महाकालीमा सीमित भएको त हो नि त्यसले गर्दाखेरि यसो गर्दाखेरि हाम्रो यो के पनि हुँदैन र उहाँहरूले चाहिँ अहिले के अरे संसद चल्न नदिने यी सबै गरिरहेका छन् र
यो सबै उनीहरूले देशभरि विरोध पनि गरेका छन्। फेरि देशभरि यिनका चाहिँ पार्टी पङ्क्ति भन्छ काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी पञ्चीय मण्डलीहरूले गरेका छन्। वास्तवमा यिनीहरूको यो चाहिँ मण्डली चरित्र हो र देशघाती। यिनीहरू जनविरोधी हुन्, राष्ट्रविरोधी हुन् है। यिनीहरूले कराउँदैमा यो सरकार गिर्दैन होइन। ओलीजी महाराजले 76 जना एकै दिन मार्दाखेरि पनि उहाँले त राजीनामा गर्नु भएन, नगर्नु पर्दो रहेछ। अनि पछिमा चाहिँ आफ्नो के अरे हेलिकप्टर चढेर भाग्नु पर्ने, अनि तब न राजीनामा गरे हो भनेपछि आजै राजीनामा दिए भोलि राजीनामा दियो भने हर्क साङपाङ जस्ता एउटा के भने बाँदरे प्रवृत्तिका मान्छेहरूले कराएर यहाँ केही हुनेवाला छैन होइन। त्यसैले अब यो यिनीहरूको एउटा के भने राष्ट्रघाती गतिविधिलाई पृष्ठपोषक गर्ने र सिआइएका चाहिँ के भन्छ पेड भिजिलेन्टहरू छन् यहाँ, आफूलाई सो कल्ड इन्टेलेक्चुअल, सो कल्ड विज्ञ भन्ने छन् है। यस्ता यी भन्नेहरू द्वारिका ढुङ्गेल, बुद्धिनारायण श्रेष्ठ, पिताम्बर शर्मा, फणीन्द्र नेपाल, कैलाश सिरोहिया, युवराज घिमिरे, सुधीर शर्मा, कर्णमणि दीक्षित एन्ड देयर कम्पनीज एन्ड मेनी मोर। यिनीहरूले के गर्छन् भने हाम्रो नेपालको फरमा हितमा काम गर्दैनन्, इन्डियाको हितमा काम गर्छन्। हेर्दाखेरि नेपाली अनुहार छ नेपालको। यिनीहरूले फेरि के भने सर्वसाधारण जनताहरूलाई 3 करोड मध्ये मोर देन 90% सर्वसाधारण जनताहरू जो यस्तो विषयमा चासो राख्दैनन्, उहाँहरूलाई व्यापक भ्रम छर्ने राष्ट्रियताको नाममा होइन, व्यापक भ्रम छर्ने काम गरेका छन्। यिनीहरूलाई अघि मैले नाम लिएका मानिसहरूलाई, यी सो कल्ड इन्टेलेक्चुअल, सो कल्ड विज्ञहरू जो सिआइए र रका पेड भिजिलेन्टहरू हुन्, यिनीहरूलाई चिन्नुपर्छ, यिनको भ्रमबाट मुक्त हुनुपर्छ। त्यसरी मात्रै देशको छ। अब के ठिक छ, अब बालेनले बोलेको कुरा त्यति के भने यो क्रस बोर्डर होल्डिङ अकुपेन्सी छ है, नेपालको जमिन भनेको छ, सीमा त भनेको छैन, हजारौँ हेक्टर। त्यो भनेपछि राजीनामा ल ठिक छ, बालेनले माफी माग्ने अथवा त्यसलाई फेरि क्लेरिफाई गर्ने अथवा भनौँ राजीनामै दिए, ल राजीनामा दिए, सिङ्गो चाहिँ अहिलेको सरकार प्रतिपक्षमा बस्छु भने यिनीहरूले सत्ता चलायो भने के यी सबै समस्या समाधान गर्छन्? देशभरि कृत्रिम नक्कली हुकुमवासीहरूलाई राखेर लाखौँ करोडौँ हेक्टर जमिन, सरकारी जमिन, खोला नाला ताल तलैया जहाँसुकै मिचेर बसेर 10 तले घर बनाएर महिनाकै 10-20 लाख भाडा खाने यी हुकुमवासीहरूले त के गरेका थिए भने एउटा सोझा मान्छे, तिमीहरू यहाँ बस, हाम्रो भोट ब्याङ्क बना, अनि हामीले बनायो बेला ढुङ्गा मोडा हान्न आऊ, टायर बाल्न आऊ, अनि नारा लगाउन आऊ, जुलुस गर्न आऊ भनेर गरेको हो। त्यसैले यिनीहरूले बालेनहरूले राजीनामा गरे भने पनि यिनीहरूले सुकुम्बासी समस्या पनि समाधान गर्दैनन् होइन। अनि सार्वजनिक जग्गा जुन मिचिएको छ त्यो पनि यिनीहरूले गर्दैनन्। यतिका वर्षसम्म 37 वर्ष गरेनन् गर्दैनन् होइन। सुशासन पनि दिँदैनन्, रोजगारी जेनेरेट, इम्प्लोइमेन्ट जेनेरेट पनि यिनीहरूले गर्दैनन्। विदेशमा पलायन हुनु बाध्य भएका उनीहरूलाई यहाँ ल्याउने र नेसनल बिल्डिङमा प्रयोग गर्ने काम पनि गर्दैनन्। त्यसैले केही भाइ बहिनीहरू यहाँ रोजगारी नभएपछि वैराग्य लागेर एउटा जीविका चलिहाल्छ कि भनेर बाहिर गएका हुन्, तिनीहरूलाई ल्याउनुपर्छ नेपालमा। यो सबै कुरा यिनीहरूले गरेको नाङ्गो नाच, यिनीहरूले 37 वर्षमा गरेको नाङ्गो नाच त नेपाली जनताले देखेको छ त। क ख नपढेका जो खेतबारीमा माटोमा मात्रै भिडेर एक पेटको गुजारा गर्छ, उनीहरूले पनि यिनको हरकत सबै बुझिसकेका छ। अब जनतालाई भ्रम छर्ने काम नगरे हुन्छ है त। धन्यवाद। वरिष्ठ वरिष्ठहरूलाई भन्नु छ, मार्ला है, मार्ला।